ल साथी हेर्नुहोस् है, हामी केटीएस यहाँ घुमघाम गर्न आएको कुनातिर भुइँभरि ओखर छ। माथि उतातिर ओखरको रुख रहेछ, भुइँमा पनि ओखर पाइरहेको छ। यहाँ हेर्नुहोस् ओखरै ओखर हेर्नुहोस्, जुम गरेर देखाउन चाहन्छु। कुनै किराले खान्छ, कुनै चाहिँ राम्रै छ। ल हेर्नुहोस्, जुम्ला भनेको स्वर्ग हो कि होइन। ल हेर्नुहोस्, फालाफाल भुइँमा ओखरी, भुइँमा ओखर खेर गइरहेछ नि त यो। ल छोड्यो ल अब हामी यात्रातिर छौँ। हामी यो नदीको किनारमा गएर आज सानो परिवारले पिकनिक मनाउन गइरहेका छौँ। बिस्तारै अरू ओखर टिप्दै हिँड्नुहुन्छ। यो के काठे कि दाँते हो? काठेवाला दाँते होला खुब होइन, फालापतिबाट किराले खाएको फाल्थ्यो। ल हेर्नुहोस्, मेरी श्रीमती, म, मेरो छोरा, मेरो छोरी, हामी मिनी वनभोज कार्यक्रममा गएका छौँ। चटपटे बनाएर अब हामी चौरमा जाँदैछौँ। यहाँ खोलो पनि छ हेर्नुहोस्, सानो सिरी गरिरहेछ। यो ठाउँ हामी एक्सप्लोर गर्दैछौँ। अर्को हेर्नुहोस् त, बाटोभरि ओखरै ओखर के कुनै छाडा छ ओखरी, काठे भएर होला है। दाँते भइदियो यो ओखरको जङ्गली ओखर हो त होइन, घरपल्ला ल हेरेका छन्। बिस्तारै हिँड्नु छोरा, बिस्तारै बिस्तारै। ल जब मम्मीहरूले जानुहुन्छ ल ओखर दे मम्मीलाई पहिला। ल जाऊ खै त सकुशल यता यता। ल एकदम ठिक छ। ल ल ल हामीले खोला पनि तरेको छौँ सफलतापूर्वक। हेर्नुहोस् यहाँ पानी, यसरी पानी नेचुरल तरिकाले बगिरहेको छ। पानी मजाले पानी बगेको छ। हामी यहाँ अब हामी यो माथिको डाँडोमा, पानी अलिकति कम रहेछ पहिलाभन्दा अहिले, पहिला अलिक बढी थियो। अब कसरी जाने भन्दाखेरि म बाधा अड्चन पार गर्दै हामी मिनी चटपटे पिकनिकमा, बुढाबुढीहरू चटपटे पिकनिक गइरहेका छौँ फ्यामिली सहित। ल हेर्नुहोस् यो नदी, यो अलिक पछि अझै सुक्दै होला।